आज हामी पञ्चकर्म विवरण पुस्तकको विषयमा अथवा निरूपण गर्नेको कार्यक्रममा हामी भेट भइरहेका छौँ। विशेषतः आज म एउटा खदुवाको रूपमा आएको छु। कस्तो भन्दाखेरि स्कुलतिर कोही सरहरू नआउँदाखेरि चाहिँ अब कोही अर्का शिक्षकहरू गएर चाहिँ एकछिन नानीहरूलाई भुलाउने काम गरेकोलाई चाहिँ खदुवा भन्दो रहेछ नेपालीमा चाहिँ, प्रोक्सी क्लासलाई चाहिँ। अन्त खासैमा चाहिँ यो चाहिँ अब एकजना म्याडमको हुनुहुन्थ्यो होइन, तर म्याडम चाहिँ अब बाहिर जानु भएर चाहिँ म आउनु परिरहेको छ र एउटा खदुवाको रूपमा आइरहेको छु। अर्को कुरा चाहिँ अब के भन्दाखेरि चाहिँ पञ्चकर्म विवरण पुस्तक जुन छ यो किरातीहरूको जुन चाहिँ कर्मकाण्ड छ भनौँ है, मान्छे जन्मेपछि चाहिँ मृत्युसम्मको अवस्थामा जुन गर्नुपर्ने कर्मकाण्ड जुन विधि छ त्यो विषयमा यो पुस्तक तयार पारिएको। अनि मलाई चाहिँ यहाँ डर लागिरहेको छ, किन यहाँ चाहिँ अब किरातीहरू मुन्डुमहरूको ज्ञाता हुनु रहेछ। म चाहिँ अब त्यो मुन्डुम विषयमा त्यस्तो मेरो अध्ययन पनि छैन। अर्को त म आफै पनि अब कस्तो भन्दाखेरि लगभग नास्तिकको छेउछाउको मान्छे भएको कारणले गर्दाखेरि यो अब पुस्तक निरूपण गर्नु मलाई एउटा अब ढुङ्गा चपाउनु बराबर भइरहेको छ। अब किन भन्दाखेरि अब एकपल्ट म मुन्डुमको ज्ञाता होइन, अरू कुरो अब किनभने किरातीहरूको जुन चाहिँ यो पञ्चम जुन कर्म छ अब जन्मदेखिको लिएर मृत्युसम्मको जुन चाहिँ क्रियाकलापहरू गरिन्छ त्यो विषयमा लेखिएको कारणले गर्दाखेरि यसको ज्ञाता म होइन। त्यसकारण चाहिँ अब मलाई एउटा यो ढुङ्गाको यो ढुङ्गा चपन जस्तो भइरहेको छ। किनभने यहाँ तपाईँहरू मुन्डुमका ज्ञाताहरू हुनुहुन्छ, यसका ज्ञाता यो पञ्चकर्म ज्ञाताहरू हुनुहुन्छ। तपाईँहरू समक्ष मैले अब यो विषयमा भन्नु भनेको चाहिँ अब मैले चाहिँ घामको अगाडि टर्चलाइट देखाउनु जस्तै पो मलाई अनुभव भइरहेको छ। अब तरै पनि जुन चाहिँ यो पञ्चकर्म विवरण चाहिँ पुस्तक लगभग 600 पृष्ठ जतिको किताब यो एउटा तयार भएर हामी समक्ष आज आएको छ। अनि मलाई के लाग्छ भने यसरी किरातीहरूको पञ्चकर्म विषयमा लेखेको पुस्तक सायदै भारतबाट पहिलो पो हो कि जस्तो लाग्छ। किनभने योभन्दा अगाडि मैले देखेको थिइनँ। अब यता हाम्रो हिन्दूमा हो भने कर्मकाण्डको भिन्दै किताबहरू छ, भिन्दै त्यसको पुस्तकहरू छ भने किराती समुदायमा सायद अब यसरी पञ्चकर्ममाथि जुन चाहिँ हामी अब हिन्दूहरूमा 16 संस्कार भन्दै आएको छौँ त्यसको एउटा भिन्दै पाठहरू छ। तर किरातीहरूमा लेखेको सायद यो पहिलो जस्तो मलाई लाग्यो यता भारतबाट, विशेष अब सिक्किमबाट चाहिँ। अब र त्यसको निम्ति हामी सबभन्दा पहिला चाहिँ हामी एसबी राई सर जो कि किताबका लेखक हुनुहुन्छ, उहाँ एकजना बधाईका पात्र हुनुहुन्छ, उहाँलाई हामीले सम्मान गर्नै पर्छ। किन भन्दाखेरि अब लगभग 500 पेजको किताब लेख्नु भनेको एउटा सानोतिनो काम होइन। अझै फेरि के भन्दाखेरि अब यहाँ किताबमा यो त अब अरू किताब लेख्दाखेरि हामी रेफरेन्सहरू हेर्छौँ, तर यो त्यसको कुनै रेफरेन्स छैन। उहाँले फिल्डमा गएर सोधेर अथवा उहाँको नजदिकको आफन्तसँग सोधेर बुझेर उहाँले यो एउटा टेक्स्टको रूपमा उहाँले तयार पार्नु एउटा ठुलो कार्य भएको जस्तो मलाई लागिरहेको छ। हुनु त अब यो जुन चाहिँ पञ्चम कर्म विवरण छ यो चाहिँ अब फोकलोरभित्रै आउने कुरा हो। फोकलोरभित्र पनि अब त थुप्रो त्यसको हाँगा बिगा छ। त्यो हाँगा बिगामा एउटा अमूर्त फोकलोर भन्ने छ। अब त्यसको भित्र आउने यो कुराहरू हो, फोकलोरको विषय हो। तर अब हामीले यसलाई फोकलोरको एकदमै सैद्धान्तिक कुरा गऱ्यो भने अब यहाँ अलिकति बुझ्न साह्रो पर्छ होला। तर मैले अब यसलाई फोकलोरको एउटा हाँगा भन्दै पनि तर अब यो एउटा हाम्रो जीवनमा एउटा मान्छे भएर जन्मेपछि जीवनमा गर्नुपर्ने जुन चाहिँ अब कर्मकाण्डहरू छ त्यसको चाहिँ एउटा राम्रो एउटा दस्तावेजीकरण भनेर हामी यसलाई भन्न सक्छौँ। र सबभन्दा पहिला चाहिँ मलाई अब के लाग्यो भने अब जुन चाहिँ यो पञ्चकर्म विवरण छ यो किरातीहरूको एउटा अब पुस्तक। अब तर अब यो सबभन्दा पहिला चाहिँ मलाई किरात भनेको के हो त्यो विषयमा जान्न मन लाग्यो। मैले खोज्दै गएपछि अब यो मैले हिजोअस्ति मात्रै मैले प्राप्त गरेँ, तर मैले पढ्दै गएपछि अब किरातीहरू चाहिँ के रहेछ भनेर मलाई जान्न मन लाग्यो। त्यो खोज्दै जाने क्रममा चाहिँ के रहेछ भन्दाखेरि अब किरातीहरू अब मैले एकजना यहाँ मैले के गरेको छु भने सुनित कुमार चटर्जी भयो। अनि अर्को जेपी सिंह भन्ने छ, उहाँको एउटा राम्रो किताब छ किताबमाथि प्राचीन भारतमा किरात भनेर उहाँको अनुवाद पनि भएको छ नेपालीमा। अनि त्यो किताबतिर चाहिँ के लेखेको छ भने किराती भनेको तपाईँको विशेष वैदिक कालमा आर्यहरू भारतमा आउनुभन्दा अगाडि चाहिँ हिमालको दक्षिणी पाखामा बस्ने
एउटा जाति जनजातिको रूपमा चिनाएको रहेछ किराँतीहरूलाई। अनि अर्को कुरो त मलाई के पनि लाग्यो भन्दाखेरि किराँतीहरूको जुन चाहिँ अब मूल आफूलाई उहाँले महादेवको आफ्नो मूल पुरुष अथवा आफ्नो जुन चाहिँ मूल गुरु अथवा उहाँको उत्पत्ति कुरा गर्दाखेरि महादेवको जहिले पनि कुरा आउने गर्छ, शिव र पार्वतीको कुरा आउने गर्छ। अनि फेरि यता हामीले हेर्दाखेरि चाहिँ जब हामीले इतिहास पढ्छौँ, इतिहास पढ्दाखेरि हामी सिन्धु घाटी सभ्यताको कुरा आउँछ। हाम्रो भारतीय इतिहास गर्दाखेरि आर्यहरूभन्दा पूर्व हामी हरप्पा सिभिलाइजेसनको कुरा गर्छौँ। अनि हरप्पा सिभिलाइजेसनको कुरा गर्दाखेरि त्यहाँ के भेटिन्छ भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ उनीहरूले चाहिँ शिवलाई मान्थे भनेर भन्छ पुरातत्त्वविदहरूले। किनभने त्यो हरप्पा सिभिलाइजेसनको त्यो उत्खनन गर्दाखेरि त्यहाँनिर तपाईँको एउटा जुन चाहिँ शिवको जुन चाहिँ अब वाहन भनौँ नन्दी, हामी गोरु भन्छौँ, गोरुको मूर्तिहरू भयो, त्यो मूर्तिहरू भेटिएको छ। अनि भेट्दाखेरि पछि पुरातत्त्वविदहरूले के भन्दाखेरि त्यहाँ सिन्धु घाटीको सभ्यता भनौँ न आर्यहरूभन्दा आउनुभन्दा अगाडि लगभग आजभन्दा 5000 वर्ष अगाडिको समयमा पुग्दाखेरि चाहिँ त्यहाँ चाहिँ शिवको पूजा गरिन्थ्यो भनेर पछि पुरातत्त्वविदहरूको एउटा निष्कर्षमा आए। अनि यता फेरि किराँतीहरूको जुन चाहिँ अब मूल आदि पुरुष जुन शिवलाई मान्ने छ, म अब कहाँसम्म सत्य छु मैले अघि नै क्षमा मागिसकेको छु, किनभने म यसो ज्ञात होइन भनेर, अन्त म निष्फिक्र भएर बोलिरहेको छु। आदि पुरुष जुन शिवलाई मान्ने गर्छ, अनि त्यो शिवलाई मान्ने हेर्दाखेरि चाहिँ अन्त आर्यहरूभन्दा अझै अगाडि चाहिँ किराँतहरू चाहिँ भारतमा थियो भनेर हामीले एउटा अनुमान लगाउन सक्छौँ। किनभने आर्यहरूभन्दा अगाडि सिन्धु घाटी सभ्यतामा पनि शिवलाई नै पुजिन्थ्यो भने यता फेरि किराँतीहरूको आदि पुरुष जो किराँतीहरूले आफूलाई शिवको रूपमा महादेव रूपमा मान्दै आएको छ भने त्यो कुरोसँग जोड्दाखेरि के देखिन्छ भन्दाखेरि चाहिँ आर्यहरूभन्दा पनि अगाडि चाहिँ भारतमा चाहिँ किराँतीहरूको भूमि थिएछ भनेर यो कुरो चाहिँ जेपी सिंहको किताबमा पनि पाइन्छ भने पछि आएर राहुल साङ्गेले पनि कुरा गरेछ भने पछि आएर हाम्रो समाज एक अध्ययन लेखक जनकलाल शर्मा हुन्छ, उहाँले पनि यो कुरो उल्लेख गर्नुभएको छ। अनि यसरी अब हेर्दाखेरि किराँतहरूको इतिहास चाहिँ यो हाम्रो जुन चाहिँ अब सिन्धु घाटी सम्म हामी पुग्नुपर्ने छ अथवा त्योभन्दा अगाडि पनि हामी पुग्नु पर्ने रहेछ भन्ने कुरो हामी पाइँदो रहेछ। अनि पछि जब भारतमा आर्यहरू आए है, एसिया माइनरबाट जब भारतमा आर्यहरू आएपछि चाहिँ त्यति बेला चाहिँ किराँती र आर्यहरू माझ चाहिँ द्वन्द्व भएको थियो भनेर यो कुरो चाहिँ जनकलाल शर्माले पनि आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको रहेछ। पछि आएर सुनित कुमार चटर्जीले पनि आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको रहेछ भनेपछि यता जेपी सिंहले पनि त्यही कुरो उल्लेख गर्नुभएको रहेछ। अनि त्यति बेला चाहिँ विशेष किराँतीहरूको नेता सम्बर भन्ने रहेछ, नाम रहेछ। अनि सम्बरसँग चाहिँ लगभग 40 वर्षसम्म युद्ध भएको, लामो युद्ध भएको। अनि किराँतीहरूको 99वटा किल्लाहरू, थुप्रै किल्लाहरू थिएछ, 99वटा किल्लाहरू चाहिँ किराँतीहरूको चाहिँ आर्यहरूले चाहिँ जित्दाखेरि अनि 40 वर्षसम्म बारम्बार युद्ध हुँदाखेरि चाहिँ उनीहरूको नेता चाहिँ पछि त्यहाँबाट चाहिँ विस्तार हुँदै 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 यता तपाईँको अहिले जुन चाहिँ अब हामी नेपाल भन्छौँ है, बर्माहरू भयो, उता कम्बोडियाहरू भयो, इन्डोनेसियाहरू भयो, यो भागमा चाहिँ फैलिएको भन्ने चाहिँ एउटा निष्कर्ष रहेछ। अनि त्यो कुरो एउटा रहेछ त्यो कुरो चाहिँ। अनि अर्को कुरो चाहिँ के पनि रहेछ भन्दाखेरि चाहिँ जुन चाहिँ अब हामी किराँत भन्छौँ, आज आएर किराँत भन्नाले हामी खालि लिम्बू विशेष तपाईँको राईहरू, याखा है, सुनवारहरूलाई मात्रै बुझिन्छ। तर अब यहाँ सुनित कुमार चटर्जीले के भनेका छन् भन्दाखेरि हिमालयन क्षेत्रका उत्तर पूर्व भारतका पहाडी क्षेत्रका आदिम तथा आर्यतर जाति भनेपछि अब जति पनि हिमालयन क्षेत्रमा बस्ने जनजातिहरूदेखि लिएर आर्य इतर भनेको आर्यभन्दा अरू जाति सबै जो मङ्गोल रक्त थिए उनीहरू सबै चाहिँ किराँती हुन् भनेर भनेको रहेछ। अब तर आज आएर चाहिँ हामी एउटा सङ्कुचित किराँतीको अर्थ एउटा सङ्कुचित रूपमा लिने गरिन्छ, खालि राई लिम्बूलाई मात्रै अब हामी मान्दै आएको छौँ। तर अब इतिहासलाई केलाउनु हो भने चाहिँ अब किराँतीहरू भन्नाले अब हामी सबै अब जस्तो अब यहाँ नेवार, गुरुङ, मगर, मुर्मी, सुनवार, किराँती, लेप्चा, टोटो, भोट जति पनि भोट बर्मेली भाषाहरू बोल्ने गरिन्छ उनीहरू सबै नै किराँती हुन् भनेर चाहिँ यो जेपी सिंहले पनि उल्लेख गरेछ भने सुनित कुमार चटर्जीले पनि यो कुरा उल्लेख गरेको रहेछ। र यसरी किराँतीको इतिहास हेर्नु भने एउटा अब लामो इतिहास हामी पाउँदो रहेछौँ। र अब अर्को कुरो चाहिँ के भन्छ भने किराँतीहरूको आफ्नो जुन चाहिँ अब धर्मग्रन्थ भनौँ अथवा हिन्दूमा भने त हामी वेद भन्छौँ, त्यो वेद जस्तो किराँतीहरूले मुन्दुमलाई मान्ने गर्छ।
जति पनि आफ्नो जति पनि कर्मकाण्डहरू भयो, जति पनि पूजाआजा भयो, जति विधि विधान सबै किराँतीहरूले मुन्दुमको आधारमा गर्ने पाइन्छ। अनि त्यो मुन्दुम पनि तपाईँको थुप्रै मुन्दुमहरू मैले पाएँ पढ्दै गएपछि। जस्तो अब यो सामजिक मुन्दुम, थुतुरे मुन्दुम, साम मुन्दुम, शशी मुन्दुम, इक्सा मुन्दुम भनेर यसरी भनेको छ। यो कुरो चाहिँ हाम्रो मुन्दुमका ज्ञाता कवि बैरागी काइनाले उल्लेख गर्नुभएको छ। र हामीले मुन्दुम भन्दैछ थुतुरी बेत मात्रै भन्दैछौँ, तर त्यो मुन्दुमभित्र पनि थुप्रै कुराहरू रहेछ। अनि अझै उहाँले पनि के कुरा गर्नुभएको छ भन्दाखेरि यो मुन्दुम त लिखित मुन्दुम पनि छ, अलिखित मुन्दुम पनि छ भनेर कुरा गर्नुभएको छ। किन सबभन्दा पहिला मुन्दुम चाहिँ इमान सिंह चेम्जोङले लेख्यो भन्दै हामी पढ्दै आएको छौँ, तर त्योभन्दा अगाडि पनि मुन्दुमहरू लेखेको थियो भनेर चाहिँ बैरागी काइनाले भन्नुभएको छ, आफ्नो लेखमा भन्नुभएको रहेछ। तर जे होस् अब यो मुन्दुम भन्नाले हामी चाहिँ खालि मैले चाहिँ एउटा किताब एउटा टेक्स्ट मात्रै बुझिरहेको थिएँ, तर मुन्दुमको त्यसको थुप्रै कुराहरू रहेछ भन्ने मैले बुझेँ। अनि यही मुन्दुमकै आधारमा भनौँ, मुन्दुमलाई आधार गरेर तयार पारेको यो पुस्तक हो पञ्चम कर्म विवरण भन्ने पुस्तक हो। अनि यो पुस्तक विशेष मलाई यहाँ अब बुक रिभ्यू भनेर भन्नुभएको छ। अब यो बुक रिभ्यूको दायराभित्र बसेर मैले यो कुरो भन्नुपर्छ, त्यहाँदेखि उता मैले जान पाउँदिनँ। अनि यो किताब लगभग 564 पृष्ठको किताब छ यो किताब। अनि यो किताब विशेष 2025मा पहिलो संस्करण प्रकाशित भएको रहेछ, तर अहिले 2026मा आएर अब यो विमोचन हुँदैछ। के कारण हो त्यो मलाई थाहा भएन। अनि यो किताबमा विशेष उहाँ लेखक एसबी राईज्यूले यहाँ के भन्नुभएको छ भन्दाखेरि चाहिँ सबभन्दा पहिला चाहिँ उहाँले पञ्चम कर्म भनेको जुन चाहिँ अब हामी मरेपछि अब जस्तै अब जन्म न्वारानको कुरा, भात खुवाइको कुरा, छेवर अथवा केस कटाइको कुरा, अथवा गुनी चोलो, शुभ विवाह र मृत्यु संस्कार गरे, यसरी 5वटा कर्महरूको विषयमा यो किताबमा उहाँले विस्तृत रूपमा लेख्नु भएको छ यो किताबमा। अनि यो किताबको प्रथममा उहाँले के कुरा उल्लेख गर्नुभएको छ भन्दाखेरि यसमा चाहिँ उहाँले सबभन्दा पहिला चाहिँ बुन हेक्मा भन्ने शब्द चलाउनु भएको छ। त्यो चाहिँ के रहेछ भन्दाखेरि चाहिँ जब नानी चाहिँ गर्भमा आउँछ अनि गर्भमा आएपछि त्यहाँदेखि के विधि गर्नुपर्छ भन्ने त्यहाँदेखि सुरु गर्नुभएको छ उहाँको चाहिँ। यो उहाँले एउटा वैज्ञानिक प्रकारले किताबमा राख्नु भएको छ जो पञ्चम कर्मलाई चाहिँ। किनभने हामी जब मानवको कुरा गर्छौँ भन्दा मानव चाहिँ आमाको गर्भमा आएपछि दिन कुरा गर्नुपर्छ। अनि मान्छे एउटा नानी चाहिँ आमाको गर्भमा आएपछि के रीति गर्नुपर्छ भन्ने त्यहाँदेखि उहाँले सुरु गर्नुभएको छ। अब आजको वैज्ञानिक समाजमा भने सबभन्दा पहिला नानी गर्भमा चाहिँ हामी अल्ट्रासाउन्ड गर्न जान्छौँ र उहाँले चाहिँ अब अल्ट्रासाउन्ड जस्तै अब उहाँले चाहिँ बुन हेक्मा भन्ने एउटा जुन चाहिँ अब किराँती समुदायमा गर्दछ त्यो चाहिँ अब नानी गर्भमा आएपछि चाहिँ नानी चाहिँ राम्रो होस्, उसको भविष्य सुखद होस्, नानीलाई त्यो गर्भमा भएको नानीलाई आशिष दिने कामहरू कसरी गरिन्छ त्यो एकदमै विधि, एकदमै त्यो सम्पूर्ण विवरण उहाँ एउटा सम्पूर्ण विधि एकदम मसिनो कुराहरू पनि उहाँले उल्लेख गर्नुभएको छ। यहाँसम्मको उहाँले त्यो मन्त्रको पनि उहाँले उल्लेख गर्नुभएको छ। अनि त्यो मन्त्रलाई उहाँले नेपालीमा अनुवाद गर्नुभएको छ। यो एउटा ठुलो कुरा हो, किनभने आज हामीले मुन्दुम त हामी भन्छौँ, तर मुन्दुम चाहिँ अब बैरागी काइनाको नेपालीमा मुन्दुम छ अनुवाद भएको। त्यो दिन बाहेक अरू मुन्दुम मैले नेपालीमा भेटेको छुइनँ, सायद छ होला, त्यो मेरो कमजोरी हुनसक्छ। तर अब उहाँले त्यो मन्त्रहरू कसरी भन्ने, त्यो पूजापाठ विधि कसरी गरेर भन्ने, त्यो मसिनो विवरण, सम्पूर्ण विवरण उहाँले किताबमा लेख्नु भएको छ। अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि दोस्रो कुरा चाहिँ नानी गर्भमा आएपछि नानी जन्मिन्छ अनि जन्मेपछि त्यहाँदेखिको नानीको न्वारान कसरी गर्नुपर्छ है। न्वारानलाई उहाँले के चलाउनु भएको छ भन्दाखेरि हाङ छानुवा अथवा न्वारान भनेर उहाँले त्यो विधि लेख्नु भएको छ। त्यो न्वारान कसरी गर्ने, नानीको कुन विधिले गर्ने। अब हाम्रो हिन्दूमा हो भने पुरोहितहरू लगाएर गरिन्छ भने, यता बुद्धिस्टहरूको उहाँ आफ्नै तौर तरिकाले गरेको देखिन्छ भने, यता किराँतीहरूमा कसरी गरिन्छ भन्ने त्यो कुरो न्वारानको विषयमा उहाँले डिटेल्समा लेख्नु भएको छ भने। अर्को जब अब छोरा भने कि 3 कि 5 वर्षमा छेवार गरिन्छ भने छोरीको चाहिँ गुनी चोलो गरिँदो रहेछ। गुनी चोलो मलाई पनि थाहा छैन, किनभने गुनी चोलो भनेर सुनेको मैले खालि खसहरू मात्रै गरेको सुनेको थिएँ, तर किराँतीहरूमा गुनी चोलो गर्दो रहेछ। अनि पछि मलाई डाउट भयो होइन कि उहाँको कतै मिसलिडिङको भयो कि भनेर पछि मैले क्रस चेक गर्नु लागि मैले नेपालको किताबहरू पनि हेरेँ। मैले नेपालको धनाङ सुब्बाको एउटा किताब छ लिम्बू लोकवार्ता भन्ने, राम्रो किताब छ, नेपालीमै छ, त्यहाँ हेरेँ मैले। भएर त्यहाँ पनि मैले गुनी चोलो पाएँ र उहाँले चाहिँ जे लेख्नुभएछ सत्य लेख्नुभएछ भन्ने मलाई सन्तुष्ट भयो। किनभने गुनी चोलो त मैले किराँतीहरूमा सुनेको थिइनँ, यो त खसहरूले गर्दै आएको थियो।
है। यता हाम्रो नेवारीमा हो भने बेली विवाह गरिन्छ, तर अब किराँतीहरूमा थिएन। तर किराँतीहरूमा गुनी चोलो गर्नेछ भन्ने कुरो मैले यो किताबबाट थाहा पाएँ। अनि अर्को जुन चाहिँ छेवार, जुन चाहिँ हामी कपाल मुण्डन पनि भन्छौँ, यो छेवारको इतिहास हेर्नु त लगभग 3000 वर्ष अगाडि पुग्नु पर्दछ। 3000 वर्षदेखि यता चाहिँ हामीले छेवार गर्दै आएको रहेछौँ। अनि किराँतीहरूमा यो कुरो गर्दछ भन्ने कुरो उहाँले एकदमै डिटेल मसिनो कुराहरू पनि उहाँले कसरी गर्नु सबै कुरो उहाँले यसमा यो किताबमा उल्लेख गर्नुभएको छ। सबै कुरो म भन्दिनँ, किनभने 500 लगभग 600 किताब सबै कुरो भन्यो भने यहाँ समय बेसी जान्छ। अनि अर्को कुरो चाहिँ यहाँ के छ भन्दाखेरि त्यसरी उहाँले त्यसपछि छेवारपछि अर्को कर्म हामी गर्छौँ भात खुवाई है, जुन चाहिँ अब अन्नप्रसन्न पनि भन्छौँ। अब त्यो कसरी भात खुवाई गर्नुपर्छ भन्ने कुरो त्यो पनि उहाँले यो किताबमा एकदमै डिटेल्स रूपमा भनौँ न अब त्यो उहाँले लेख्नु भएको छ। त्यस्तै प्रकारले अर्को अब जुन चाहिँ अब मान्छे अर्को छ चौथो कर्म हो विवाह है, जुन चाहिँ अब शुभ विवाह भन्छ हामीले, शुभ विवाह। अनि बिहाको सन्दर्भमा चाहिँ उहाँले चाहिँ अब थुप्रै बिहाको पनि थुप्रै प्रकारहरू छ। जस्तै अब मङ्गनी गरेर गर्ने बिहा भयो है, भागी विवाहहरू भयो, अथवा अजातमा छोरी गयो भने कसरी गर्ने पर्ने त्यो सम्पूर्ण त्यो मङ्गनी कसरी गर्नुपर्छ त्यो रीतिथिति है, त्यसपछि भागी विवाह कसरी गरिन्छ त्यसको रीतिथिति, त्यहाँदेखिको छोरी अजातमा गयो भने त्यो कसरी गर्नुपर्छ त्यसको रीतिथिति सम्पूर्ण विवरण उहाँले लेख्नु भएको छ। त्यो एकदमै त्यो मसिनो कुराहरू पनि ध्यान दिएर लेख्नु भएको छ। तर एउटा कुरो चाहिँ मलाई के लाग्यो भन्दाखेरि यहाँनिर चाहिँ के लाग्यो भन्दाखेरि चाहिँ यहाँ मैले यहाँ यता उयो पनि गरिरहेको छु, सिन्दुर पोते, यहाँ मैले यो दाग पनि राखेको छु, सिन्दुर पोते। अब यो सिन्दुर पोते चाहिँ किराँतीहरूमा चाहिँ हुन्छ कि हुँदैन मलाई चाहिँ अलिकति शङ्का लाग्यो। किनभने सिन्दुर पोते त यता हिन्दू परम्पराको हो कि त्यो हिन्दू परम्पराको प्रभावमा गएर चाहिँ अब राईहरूमा पनि अथवा किराँती हो, राई नभनौँ किराँतीहरूमा पनि आएको हो कि। किनकि मैले पछि धनहाङ सुब्बाको उहाँ किताब पनि हेरेँ, त्यसमा सिन्दुर पोते कुरा काहीँ पनि उल्लेख गर्नु भएको छैन। अब अनि पछि हाम्रो तल केसुमा मुन्दुमका ज्ञाता डाक्टर बुद्धिलाल खामदक पनि हुन्छ, उहाँसँग मैले सोधेँ मैले, तर उहाँले पनि यस्तो त मुन्दुमा छैन भन्नुभयो। अनि यो जुन चाहिँ अब तपाईँको यो जुन सिन्दुर पोते चाहिँ अब सायद हिन्दूहरूको प्रभावले पनि अब किराँतीहरूमा आएको के भने, किनभने सिन्दुर पोते किराँतीमा नहुनु पर्ने, तर पनि अब किराँतीहरूले कतिजनाले सिन्दुरहरू लगाएको त हामी देखिरहेका छौँ। तर अब यो चाहिँ अब क्रस भेरिफिकेसन गर्नुपर्छ कि जस्तो लाग्यो मलाई, किनभने सिन्दुर पोते त नहुनु पर्ने किराँतीहरूमा, किन मुन्दुममा काहीँ पनि छैन त्यो कुरा भन्नु। यता धनहाङ सुब्बाको जुन चाहिँ मुन्दुम लोकवार्ता भन्ने किताब क्षमा चाहन्छु लिम्बू लोकवार्ता भन्ने किताब छ, त्यसमा पनि सिन्दुर पोतेको उल्लेख गरेको छैन। अब तर उहाँले सिन्दुर पोतेको उल्लेख गर्नुभएको छ किताबमा चाहिँ। अब त्यो चाहिँ किराँतीहरूमा चाहिँ अब यता हिन्दू परम्पराको प्रभाव स्वरूप आएको हुनसक्छ कि भन्ने जस्तो मलाई लागिरहेको छ। अब यो चाहिँ अब हेर्नुपर्ने भन्ने कुरो राख्छ। अनि अर्को कुरा चाहिँ मैले पढ्दै गएपछि यहाँ अब जुन चाहिँ जब मन्त्र भनिन्छ, मुन्दुम पढेपछि मन्त्र भनिन्छ, मन्त्र भनेपछि अन्तमा चाहिँ अब ओम शान्ति भनिएको छ। अब यो त हाम्रो हिन्दू परम्परामा भनिन्छ। अनि पछि फेरि मैले अब हाम्रो डाक्टर बुद्धिलाल खामदक सरलाई सोधेँ, अब यहाँ मुन्दुमको ज्ञाता उहाँ हुनुहुन्छ। अनि म सोद्धाखेरि यो चाहिँ हिन्दूहरूको प्रभाव हो भन्नुभयो, किनभने किराँतीहरूमा चाहिँ ए भन्ने शब्द आउँदो रहेछ। जस्तै अब सुरुवात गर्दा पनि उहाँहरूको पालन गर्दा फेरि ए भन्दै पालन गाउँदो रहेछ। अनि मुन्दुम त अब एउटा काव्य नै भनौँ, अब सबै मुन्दुम त अब त्यो पोइटिक ल्याङ्ग्वेज हो, काव्यात्मक भाषा प्रयोग गरेको छ मुन्दुममा त। अनि त्यो त गाउने हो मुन्दुम त है, गाउँदै हामीले यसरी नबुझी पनि हामीले विभिन्न उहाँहरूको कर्मकाण्डमा हामीले गाएको सुनेका छौँ। अनि त्यो गाउँदाखेरि त्यो पहिला नै ए भनेर बन्दो रहेछ क्या त अब। अनि यो ओम भन्ने सुरुवात उहाँले उल्लेख गर्नुभएको छ। अनि यो ओम भन्ने चाहिँ अब यो हिन्दूकै प्रभाव जस्तो मलाई लाग्यो। अब अनि पछि गएर फेरि ओम शान्ति भनेर भन्नुभएको छ, यहाँ पनि मैले नोट गरिरहेको छु, गर्नुभएको छ। अनि यो पनि हिन्दूको प्रभाव जस्तो लाग्यो मलाई। अब त्यो एउटा कुरो मैले पाएँ होइन। अनि अर्को कुरो चाहिँ फेरि अब यहाँ कुनै पनि कुरो गर्दाखेरि चाहिँ उहाँले सबभन्दा पहिला यता नवग्रहको शान्ति कुरा गर्नुभएको छ। अब नवग्रह शान्ति त अब यता हाम्रो हिन्दू परम्परामा गरिन्छ कि मुन्दुमा चाहिँ तपाईँको 9वटा ग्रह चाहिँ होइन, 9वटा सूर्यको उल्लेख गरेको छ अरे। मैले सोद्धाखेरि चाहिँ 9वटा ग्रह चाहिँ मुन्दुमा छैन अरे। तपाईँहरू मुन्दुको ज्ञाता हुनुहुन्छ अब होइन, तर मैले जति पनि अब सोधेँ कि किताब पढ्दै गएपछि मैले त क्रस भेरिफिकेसन गर्नु पर्यो। गर्दाखेरि मुन्दुममा तपाईँको 9वटा ग्रह त अब हाम्रो यता हिन्दूहरूको हो, हिन्दूमा नवग्रह शान्ति गरिन्छ, शनिको पूजाहरू गरिन्छ है। तर अब 9वटा ग्रह चाहिँ मुन्दुमा छैन र 9वटा घामको चाहिँ
मुन्दुममा कुरा उल्लेख गरेको छ अरे। अनि पछि आएर त्यो घाम पनि एउटा मात्रै कुरा उल्लेख गरेको छ भनेर चाहिँ उहाँको हाम्रो मुन्दुम गाता डाक्टर बुद्धिलाल खान्दा सरले भन्नुभयो। अनि यहाँ अब उहाँले 9वटा ग्रहको कुरा गर्नुभएको छ, ग्रहको नाम पनि उहाँले उल्लेख गर्नुभएको छ। अनि त्यो चाहिँ अब हाम्रो यता हिन्दू धर्मको प्रभावले पो हो कि भन्ने कुरा मलाई लाग्यो अब। अनि त्यसपछि अर्को जुन चाहिँ अब मुख्य कर्म विवाह भइहाल्यो हाम्रो जीवनको। विवाह पनि उहाँले अब मागी विवाह, चोरी विवाह, भागी विवाह, त्यहाँदेखिको आजाद छोरीसँग जाँदाखेरि कसरी गर्नुपर्ने त्यो सम्पूर्ण विवरण यो पुस्तकमा उहाँले उल्लेख गर्नुभएको छ। भने अब अन्तिम जुन चाहिँ कर्म छ हाम्रो जीवनको अब मृत्यु संस्कार छ है। अनि मृत्यु संस्कारमा उहाँले अब कसरी अब मृत्यु संस्कारमा चाहिँ मुन्दुमको आधारमा किराँतीले कसरी गर्दछन् भन्ने कुरो उहाँले एकदमै सूक्ष्म रूपले उहाँले केलाएर उहाँले यहाँ उल्लेख गर्नुभएको छ। कसरी चोखिन्छ है भन्ने कुरा गर्छ। अझै यहाँ पनि अब त्यो कुरो तपाईँहरूलाई थाहा छ कसरी चोखिन्छ, मैले यहाँ भनिरहनु परेन अथवा किताब पढ्यो भने भेटिहाल्नुहुन्छ। तर अझै एउटा मैले यहाँ अब फेरि मलाई मनमा के पो प्रश्न जाग्यो। त्यो के भन्दाखेरि चाहिँ अब जब मृत शरीरलाई चाहिँ हामी जङ्गल लान्छौँ अथवा हामी गाड्न कहीँ लाँदाखेरि चाहिँ जमिन किन्ने प्रसङ्ग छ। भेटी पैसा दिएर हामी जमिन किन्छौँ। अरू कुरो चाहिँ अब निधारमा पैसा पनि टाँसिनेछ। अब यो पैसा भन्ने कुरो त अब साथै अब इन्डियन हिस्ट्रीमा हेऱ्यौँ भने त तपाईँको शेरशाहले सुरु गरेको जस्तो लाग्छ। शेरशाहभन्दा अगाडि भारतमा पैसाको चलन थिएन जस्तो लाग्यो मलाई है। शेरशाहले मात्रै उहाँको एउटा कोइन अब होइन सिक्का निकालेको। पछि आएर ब्रिटिस जब इन्डिया सुरु भयो तब चाहिँ अब तपाईँको पैसाको चलन आएको। भनेपछि पैसा लाउने चलन पनि पछि पो आएको। किनभने मुन्दुमको कुरा गर्दा हामी त अब मैले अघि भनिहालेँ हरप्पा सिभिलाइजेसनभन्दा अगाडि हामी पुग्छौँ। अब जब चाहिँ यहाँ भारतमा चाहिँ आर्यहरूमा आउनुभन्दा अगाडि 5000 वर्षभन्दा अगाडि हामी पुग्दैछौँ भने पैसा चाहिँ कसरी निधारमा टाँसियो त? त्यो पैसाको कुरा पनि मलाई अलिकति शङ्का लाग्यो। किनभने पैसा चाहिँ अब पैसा त किन लगाइनेछ? अब जस्तो अब हामीले भने सर्वभारतीय संस्कृतिमा हेर्दाखेरि सबैजनाले पैसा निधारमा टाँस्दो रहेछ। अब अरू हाम्रो अब नेपालीदेखि बाहेक अरू जति पनि अब भारतमा अरू पनि जति पनि जाति छ सबैले निधारमा पैसा चाहिँ लाउँदो रहेछ। तर त्यो पैसा टाँस्ने कुरा चाहिँ अब कतै मुन्दुममा छ कि त? अब किन मुन्दुमको कुरा त हामी त अब मुन्दुमको इतिहास खोज्दै गयौँ त हामी त्यो चीनको एउटा नदी छ नि, कुन चाहिँ नदी, त्यहाँसम्म हामी पुग्दो रहेछौँ मुन्दुमको इतिहास खोज्दै गयो भने त। अब त्यति लामो इतिहास छ भने चाहिँ अब पैसा निधारमा टाँस्ने भन्ने कुरो चाहिँ अब कसरी आयो भन्ने मलाई प्रश्न लाग्यो। यो उहाँले उल्लेख गर्नुभएको छ पैसा टाल्ने निधारमा। त्यो चाहिँ मुन्दुममा छ कि छैन त्यो कुरो मलाई एउटा शङ्का लाग्यो। अनि अर्को चाहिँ जमिन किन्ने प्रसङ्ग। अनि जमिन किन्ने प्रसङ्ग चाहिँ अब मैले खोज्दै जाँदा फेरि पछि दार्जिलिङका एकजना साथीहरूलाई सोधेँ यो जमिन किन्ने प्रसङ्ग चाहिँ ब्रिटिस इन्डियाको हो भनेर त्यहाँबाट आएको पनि हो भन्दै। अब कहाँसम्म सत्य मलाई थाहा भएन। तर किनभने ब्रिटिस इन्डिया जब भारतमा आएपछि चाहिँ किनभने अब जमिन त भारतीयहरूको रहेन, विशेष अब दार्जिलिङ भेकमा चाहिँ जमिन त सबै ब्रिटिसहरूको थियो। उनीहरू त एउटा रैती जस्तो भएर बस्नु परेको इतिहास हामीले पढ्छौँ। भन्दा फेरि अब जमिन चाहिँ यसरी अब लाज गाड्न निम्ति त आफ्नो जमिन चाहियो नि त। अनि जमिन चाहिँ त्यहाँबाट चाहिँ जमिन किन्ने प्रसङ्ग सुरु भएको भनेर कतिजनाले भन्दो रहेछ क्या त। अब अनि उहाँले पनि यो जमिन किन्ने अब भेटी पैसा ले चाहिँ जमिन किन्ने प्रसङ्ग उहाँले पनि उल्लेख गर्नुभएको छ। अनि हामी सबैले त्यो देखि पनि रहेका छौँ। अनि यसरी त्यो अब त्यो मृत शरीरलाई चाहिँ जमिनमा गाड्दाखेरि जुन जमिन किन्ने प्रसङ्ग छ यो चाहिँ ब्रिटिस इन्डिया भारतमा आएपछि सुरु भएपछि चाहिँ जमिन किन्ने प्रसङ्ग आएको भनेर धेरैजनाले भन्दो रहेछ। अब अनि यो कुरो पनि उहाँले यो किताबमा उल्लेख गर्नुभएको छ। अब त्यो मुन्दुममा छ कि छैन त्यो कुरो हामीले पछि हेर्ने कुरा आयो। अनि अन्तिम खण्डमा चाहिँ अब के गरेको छ यो किताबमा के पाइन्छ भन्दाखेरि चाहिँ मानिसहरू तपाईँको के पाइन्छ भन्दाखेरि चाहिँ बारहरूको नाम विशेष बान्त भाषामा र नेपाली भाषामा उहाँले बारहरूको नामलाई अनुवाद गर्नुभएको छ। बारहरू भयो, ऋतुहरू भयो, राशिहरू भयो, अनि अर्को चाहिँ तपाईँको ग्रह नक्षत्रको कुराहरू उहाँले गर्नुभएको छ। अनि यो राशिहरू भयो, ग्रह नक्षत्रहरू भयो, तपाईँको अन्त वास्तुशास्त्रमा उहाँले कुरा गर्नुभएको छ। अब यो ग्रह नक्षत्र हेर्नु भन्ने कुराहरू भयो, त्यहाँदेखिको कहीँ हिँड्दाखेरि अब तपाईँको पात्रोहरू हेरेर हिँड्ने भन्ने कुरा चाहिँ मुन्दुममा छ क्या। यो किनभने हिन्दू परम्परामा रहिआएको छ। हिन्दू परम्परामा वास्तुशास्त्र एउटा जसको एउटा भिन्दै शास्त्र छ। त्यहाँदेखिको ग्रह नक्षत्र हेर्ने जुन चाहिँ त्यो ज्योतिषशास्त्र
भिन्दै कुरो छ। यो कुरामा राम्रो हाम्रो हिजो एउटा आर्टिकल छापेको छ हिमाली बेलामा, हाम्रो एनपिएस सर यहाँ हुनुहुन्छ, उहाँले पनि यो कुरो उल्लेख गर्नुभएको छ। राम्रो आर्टिकल उहाँको पनि छ, उहाँले राम्रोसँगले केलाउनु भएको छ। अनि यो जुन चाहिँ अब ग्रह नक्षत्रहरू भयो, ऋतुहरू भयो है, यात्रा गर्दाखेरि दिशाहरू हेर्ने कुराहरू भयो, अनि त्यहाँदेखिको अब ग्रह नक्षत्रहरू हेर्ने कुरा भयो, अनि जुन चाहिँ घर बनाउँदाखेरि दैलो कुन दिशामा हुनुपर्ने, आफ्नो सुत्ने कोठा कुन दिशा हुनुपर्ने, सबै वास्तुशास्त्र कुरा चाहिँ उहाँले लेख्नु भएको छ, उल्लेख गर्नु भएको छ। तर अब यो चाहिँ कहाँबाट, मुन्नुमबाट आएको हो कि अथवा यता हाम्रो हिन्दू धर्मको प्रभाव परेको, यो कुरो पनि मलाई शङ्का लागिरहेको छ। र यसरी अब जेसुकै भए पनि अब, तर अब यसरी अलिखित इतिहासलाई, अलिखित अब हाम्रो जुन चाहिँ अब कर्मकाण्डहरू छ त्यसलाई चाहिँ अब लिखित रूपमा ल्याउनु र लगभग 600 पृष्ठको किताब लेख्नु सबभन्दा ठुलो कुरा चाहिँ यही नै म मान्छु। अब यसभित्र थुप्रो अब मलाई प्रश्न त जाग्यो, तर अब पछि दोस्रो संस्करण आउँदाखेरि है, दोस्रो संस्करण जब यसको निस्किँदाखेरि यो कुरोहरू पनि सुधार गरेर आउँछ भन्ने मलाई आशा लागेको छ। अनि यो कुराहरूको चाहिँ क्रस भेरिफिकेसन अब मुन्नुमै कुराहरू छ कि छैन अब है, किनभने जब हामीले आफ्नो मूल वेद अथवा मूल धर्मकर्मको रूपमा मुन्नुमलाई मान्नु छ भने त्यो मुन्नुममा चाहिँ कस्तो प्रकारले त्यो कुरा उल्लेख गरेको छ, त्यो कुराहरू पनि पछि आएर त्यो दोस्रो संस्करण निस्किँदाखेरि चाहिँ यो क्रस भेरिफिकेसन भएर निस्किन्छ भन्ने आशा राखेको छ। अनि अर्को कुरा चाहिँ मलाई के लाग्यो भन्दाखेरि चाहिँ जुन चाहिँ अब के लाग्यो भन्दाखेरि जुन चाहिँ अब यहाँ उहाँले अब विशेष किराँतीहरूले मान्दै आएको अब 3 चुलाको प्रसङ्गहरू छ होइन, त्यहाँदेखिको यो पञ्चकर्म कुराहरू छ। यो पञ्चकर्म कुरा चाहिँ सरर मात्रै उल्लेख नगरेर यसको फिलोसफी चाहिँ के छ त अब होइन, जुन चाहिँ अब हाम्रो अब मृत्यु जुन चाहिँ अब परम्परा छ, अब त्यो गर्ने जुन परम्परा छ, त्यो परम्परामा अब हिन्दू परम्परामा भिन्दै छ, बुद्धिस्टको परम्परामा भिन्दै छ, किराँती परम्परामा भिन्दै छ। त्यो भिन्दै भयो भने त्यसको एउटा फिलोसफी त छ अब होइन। तपाईँको अब हरेक अब त्यो मृत्यु कर्म गर्दाखेरि अब कसरी गर्ने त्यसको पछिको एउटा फिलोसफी के छ। अब 3 जुन चाहिँ ढुङ्गाकै कुरा पनि छ, अब 3 ढुङ्गा पनि अब तपाईँको आफ्नो व्याख्या रहेछ। कतिजनाले चाहिँ अब धरती, आकाश र प्रकृति भनेर 3 ढुङ्गाको चाहिँ उल्लेख गरेको रहेछ। अब 3 ढुङ्गा जुन 3 चुला भन्छ, 3 ढुङ्गा भन्छ, उहाँहरूलाई थाहा छ है। त्यसमा कतिजनाले चाहिँ धरती, आकाश र प्रकृतिको कुरा गरेको छ, कतिजनाले फेरि पारोहाङ सुम्निमा यसरी कुरा गरेको रहेछ। अब यसको खास दर्शन चाहिँ के हो, अझै के पनि पायो भन्दाखेरि यो 3 ढुङ्गालाई चाहिँ क्वान्टम फिजिक्सको जुन अहिले चलिरहेको छ, अब क्वान्टम कम्प्युटर जुन अब अहिले एकदमै निकाल्छ गुगलले निकाल्छ भनेर चलिरहेछ। यो क्वान्टम कम्प्युटर आएपछि चाहिँ अब संसार अझै अर्को दिशातिर जान्छ भन्ने हामीले कुरा सुन्दै आएको छौँ। अनि त्यो क्वान्टम फिजिक्ससँग कतिजनाले हेरेको छ 3टा ढुङ्गालाई चाहिँ अब भन्ने। फेरि कतिजना त्यो हिन्दूको प्रभाव आएर ब्रह्म विष्णु महेश्वर पनि भनेको छ 3टा ढुङ्गालाई चाहिँ। अब खास चाहिँ के हो 3टा ढुङ्गा चाहिँ अब है, किनभने पछि मैले तपाईँको बैरे काइलाको उहाँको हेर्दा फेरि उहाँले अर्कै पाराले व्याख्या गर्नुपर्छ बैरे काइलाले भने, फेरि धनाङ सुब्बाको अर्कै पाराको व्याख्या पाइन्छ। अनि तपाईँ निर्माण संस्कृति विषयाङ्क जुन छ त्यसमा हेऱ्यो भने त्यसमा हरेक लेखकको आफ्नो व्याख्याहरू पाइन्छ। अनि जब अब उहाँले अब यत्रो काम गरिसक्नु भएपछि बरु 200 पृष्ठ बेसी होस्, तर यसको फिलोसफी अब हामी होइन नौरान किन गर्छौँ है, भात खुवाई जुन कर्म किन गरिन्छ, के छ फिलोसफी, मुन्नुमको फिलोसफी के छ, अब त्यो फिलोसफी पनि अझै लेख्यो भने चाहिँ अझै पढ्न मजा आउँछ कि जस्तो लाग्यो मलाई। किनभने एक प्रकारको एउटै कुरो पढ्दाखेरि चाहिँ मलाई अलिक घरिघरि पट्यार पनि लाग्यो। अब एक वर्षको समयमा यत्रो किताब फरेर पढेको गर्दाखेरि चाहिँ पट्यार लाग्दछ। अनि त्यो अब यसको यो हरेक कर्मकाण्डको, हरेक यो पञ्चशीलको चाहिँ यसको चाहिँ फिलोसफी, दार्शनिक पक्षहरू, किनभने मुन्नुम अब भनेको त अब प्रकृतिसँग सम्बन्धित कुराहरू। जब अहिले आएर हामीले अब प्रकृति कुराहरू गरिरहेका छौँ, हामीले अहिले आएर हाम्रो अब साहित्यमा होस् अथवा फेमिनिस्ट अब है इको फेमिनिस्ट कुराहरू गर्छौँ हामी साहित्यमा, यता कवितामा हामीले यता इको पोइट्री कुराहरू गर्दैछौँ, इकोलोजी कुराहरू गर्दैछौँ भने यो मुन्नुम त अब सम्पूर्ण कुरो प्रकृतिसँग सम्बन्धित छ। अब यो त अब एउटा मुन्नुमलाई खासै भन्नुमा त यो हामीले एउटा महाकाव्य भन्दा हुन्छ। यो काव्यात्मक भाषामा लेखेको एउटा महाकाव्य। अनि यत्रो एउटा पवित्र पुस्तकको त्यो जुन चाहिँ फिलोसफी पनि किताबमा आयो भने चाहिँ अझै हामीलाई, किनभने यो पञ्चशील कर्म त अब म त अब यदि म त यसमा बोल्नु पर्थ्यो र मैले पढेँ त, अब यदि मैले बोल्नु नपर्ने भए त म त यो कर्मकाण्ड किताब पढिरहँदिनँ नि त। जस्तो अब हाम्रो हिन्दूहरूको जुन कर्मकाण्ड छ त्यो त म पढि बस्दिनँ, पुरै त्यहाँ चाहिँ फरर भन्छ, यसो गर उसो गर भन्छ, त्यही गर्छु, तर त्यो भित्र म बुझिरहँदिनँ नि त। अनि अब यो जुन चाहिँ किताब अघि हाम्रो प्रवीण दाजुले पनि भन्नुभयो, यो किताब चाहिँ भोलिको दिनमा चाहिँ अब खालि किराँतीहरूको कर्मकाण्ड मात्रै सीमित नभएर चाहिँ यो चाहिँ भोलि दिनमा आउने शोधकर्ताहरू
जो पनि अब किराँती संस्कृतिलाई बुझ्ने चाहने शोधकर्ताहरू भयो अथवा एन्थ्रोपोलोजिस्ट जो किराँती समाजलाई बुझ्न चाहन्छ उनीहरूको लागि भयो अथवा जो विदेशबाट किराँती समाजलाई बुझ्न चाहने जति पनि छ तीहरूको लागि पढ्दाखेरि चाहिँ यसको फिलोसफी पनि दियो भने चाहिँ अझै यो किताब चाहिँ राम्रो हुन्छ भन्ने मलाई लागिरहेको छ। अब यो पछि आउने दोस्रो संस्करणमा सायद अब उहाँले यो कुरालाई पनि ध्यान दिन्छ भन्ने मेरो विनम्र अनुरोध छ। अनि अर्को कुरा चाहिँ मलाई लागेको कुरा चाहिँ अब हुन त त्यो भन्दा हुँदै नभनौँ तर पनि यसको भाषा अब यत्रो खर्च गरेपछि अलिकति भए पनि भाषा सम्पादन गर्नु पाए चाहिँ अझै राम्रो हुन्थ्यो कि किनभने कति ठाउँमा भाषा अलिकति अब कस्तो कस्तो लाग्यो मलाई पढ्दाखेरि अब हुन त म आफै एकाडेमिक क्षेत्रको भएर पनि हुनसक्छ अब तर पनि अब यसमा भाषामा चाहिँ अझै अलिकति भए पनि एउटा सम्पादकहरू हायर गरेर अथवा कसरी हुन्छ भाषामाथि अझै सम्पादन गर्न पाए अझै राम्रो हुन्छ भन्ने मलाई लागिरहेको छ। र अब मैले अघि नै भनिहालेँ म यो मुन्दुमको म अब ज्ञाता पनि होइन, पञ्चकर्म विवरणको म ज्ञाता पनि तपाईँहरू हुनुहुन्छ। मैले जानेको अध्ययन गरेको यति नै पाएँ र अब फेरि पनि म अब एसबी राई सर यहाँ हुनुहुन्छ, उहाँलाई म एकदम बधाई दिन चाहन्छु किनभने यो अब सायद अब भारतबाट नै अब प्रथम लाग्यो मलाई चाहिँ। मैले योभन्दा अगाडि यसरी अब किराँती समुदायको है जुन चाहिँ अब संस्कारहरू छ संस्कार विषयमा मैले किताबहरू यति अब सूक्ष्म रूपमा गएर लेखेको किताब मैले पाएको थिएँ। छोटो छोटो आर्टिकल त हामी पाउँछौँ जर्नलतिर अब किराँतीहरूको कर्मकाण्ड कसरी गरिन्छ, बिहाबारी कसरी गरिन्छ, त्यो मसिनो 10-12 पेजको आर्टिकल त पाइन्छ। तर एउटा ग्रन्थको रूपमा पुस्तक नभनौँ यसलाई हामी ग्रन्थ भनौँ, ग्रन्थको रूपमा चाहिँ अब सबभन्दा पहिला मैले पढ्न पाएको र यो किताब चाहिँ खालि किराँतीहरूको यो पञ्चकर्म अथवा एउटा संस्कार मात्रै भएर नगएर चाहिँ यो चाहिँ भावी आउने शोधकर्ता विद्यार्थीहरू जति पनि छ उनीहरूलाई पनि काम लागोस् भन्दै फेरि पनि अब एसबी राई सरलाई म यहाँबाट बधाई दिन चाहन्छु। धन्यवाद। र आज यस कर्मको उपदेशक महोदयज्यूलाई धन्यवाद दिँदै मेरो मन्तव्यलाई राख्न गइरहेको छु। र विशेष आजको जति पनि कार्यक्रमको निमन्त्रणलाई स्वीकारेर आइदिनु भएको सर्वमानुभावलाई मेरो नमस्कार छन्। आदरणीय अध्यक्ष महोदय, उपस्थित विज्ञजन, विद्वान, विदुषी वर्ग एवं पुस्तक लेख्ने, प्रकाशन गर्ने अर्थात् साहित्यलाई माया गर्नुहुने महानुभावलाई मेरो नमस्कार अभिवादन टक्राउँदैछु। र आजको यो पञ्चकर्म पुस्तक विशेष राई जातिको परम्परा संस्कार अपनाउने अब हेतु लेखिएको केही चाहिने मुद्दुमहरूको राखिएको यो पुस्तकको आज उद्घाटन हुन सक्यो। यसमा म धेरै खुसी भइरहेको छु। अन्त पुस्तक विशेष विमोचन वा लोकार्पणको निम्ति यति विज्ञ अर्थात् व्यवस्थापन मिलाइदिई यति विज्ञ जमात गरी यो जति पनि समाजद्वारा विज्ञ जमात गरी भेला भई आजको साक्षी आज यो जमात भेला भई साक्षी गराइदिनु भएकोमा आज सिक्किम अकादमिक अध्यक्ष श्री प्रवीण राय जुमेली ज्यू अथवा सबै अकृत कार्यकर्ता एवं सहयोगी कर्मचारी साथी भाइ बहिनीहरूमा मेरो केही विशेष कृतज्ञता जाहेर गर्दछु। धेरै पुरानो मुद्दुम और तरिकाहरू मलाई मेरै आमाले सिकाइराख्नु भएको यो कुरोलाई लेख्दै लैजाँदा कर्मकाण्डमा प्रयोग ल्याउँदा समाज सहयोगको दस्तावेज लागेको छ। राई जातिको संस्कार संस्कृति अहिलेसम्म थुतुरी मुद्दुमको आधारमा भएको सबैलाई
यो थुत्री मुदुमको परम्परा चलिरहेको छ। यो सर्वजन्म विदितै भएको कुरा हो। धेरै राई जातिहरू आफ्नो संस्कारहरू आफ्नै तरिका आफ्नै दस्तावेज मुद्दुन अनुसार हामीहरूले यो कर्मकाण्ड गर्दै ल्याएको छौँ। कति थरका राईहरूको संस्कारहरू भने एकदमै जिरो अर्थात् शून्यमा देखिन्छ। कति राईहरूको यस्तो भएकोले गर्दा मैले यो धेरै कुरोहरू अगाडिदेखि लिएर लेख्ने मैले जमर्को गरेको थिएँ, तर समयको परिस्थितिले गर्दा आज यो पञ्चकर्मको विमोचन हुनु पुग्यो र यसरी नै लेख्ने विचार तर समयको परिवर्तन अनुसार बल्ल यो प्रथम पञ्चकर्म विवरण पुस्तक तयारी भएको छ। यसबाट विशेष अहिंसा, परम धर्म तथा पर्यावरण मैत्री ढङ्गमा पालन गर्ने विधि बुझेर यसैलाई मैले प्राधान्य दिएको छु। यस पुस्तकमा राई जातीय या अनि विधि अपनाउने सके जातिमा केही हद सुधार हुने लक्ष्य देखिएको छ। यो मेरो पहिलो प्रयास हो। कहीँ कतै त्रुटिहरू हुन सक्छ नै। सबै सज्जनवृन्दले उचित सुझाव समीक्षा राखिदिनु भए दोस्रो संस्करणमा सुधारीकरण गर्ने प्रयास गर्नेछु। यो पञ्चकर्म लेखनी टिप्पण टापनलाई पुस्तकको रूपमा प्रकाशन गर्ने आँट बुद्धि र जाँगर भने मेरै बहिनी कान्छी बिना राईको नै हुन्। उनैको हुटुटी र उहाँको प्रेरणाले आज यो पञ्चकर्मको उद्घाटनमा हामी भेला भएका छौँ र म धन्यवादी छु बिना खुसीसित। यसरी नै मेरो प्रालेखलाई कहीँ मिल्दो जुल्दो भाषामा पुरा गरी सम्पादन गरिदिनु हुने, सम्पादन काम खटेर गरिदिनु हुने ज्वाइँ श्री पूर्णयोञ्जन प्रति म धेरै आभारी छु। यो पुस्तकका लागि उहाँको यति अमूल्य समयलाई यो पञ्चकर्म पुस्तकमा खर्चिनु भएकोमा उहाँलाई मेरो धेरै धन्यवादी पनि कमी हुनेछन्। यो पञ्चकर्म पुस्तक निर्माणको निम्ति स्वयं पूर्ण ज्वाइँ योञ्जनज्यू र बहिनीको ठुलो अहम भूमिका रहेको छ। घरको काम धन्दालाई एकातिर थन्काएर निकै दिन भनौँ या वर्षौँ लगाएर आफ्नो परिश्रमको फलस्वरूप यो किताबको जन्म भएको हो। यो समाजमा सहयोगी कार्यमा हर तरहले मलाई सहयोग दिने मेरै अर्धाङ्गिनी श्री प्रभा राई, सुपुत्रदय, रोशनमणि, हर्षनमणि र बुहारीहरूप्रति धन्यवादी छु। सधैँ उहाँलाई भुल्ने छैन। आज यो पुस्तकले किराँत राई समाजमा कतिको प्रभाव पार्छ, राम्रो पारे म आफ्नो सफल भएको ठान्छु। कहीँ कतै अधुरो अपुरो कहीँ त्रुटिहरू भए सुधारिदिने, समीक्षा गरिदिने सल्लाह सुझावको अपेक्षा राख्दछु। यसरी मेरो भनाइको बिट मार्नु अघि यो पुस्तकलाई पढेर उचित टिप्पणी सहित लेखिदिनु भएकोमा
उचित टिप्पणी लेखिदिनु भएकोमा श्री एनपेस निरौलाज्यूप्रति म धेरै आभारी बनेको छु। यसरी कञ्चनजङ्घा स्टेट युनिभर्सिटीका सिक्किमका विद्वान श्री सुचन प्रधानज्यूले यो मेरो पञ्चकर्म पुस्तकको बारेमा विचित्र समीक्षा गरिदिनु भएकोमा बापत उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यहाँ कविताका महानुभाव मुख्य श्री प्रवीण खालिङज्यूले लोकार्पण कार्यका सम्पूर्ण सञ्चालन उक्त रूपले पालन गरिदिनु भएको बापतमा उहाँलाई मुरी धन्यवाद दिन चाहन्छु। आफ्नै आज विमोचित पुस्तक कविता सङ्ग्रहका कवि श्री टिभी बस्नेत सरलाई पनि हार्दिक बधाई एवं शुभकामना चढाउन चाहन्छु। अखिल किरात राई अध्यक्ष डाक्टर विमल राईज्यू र उहाँको सक्रिय टोलीप्रति म आभारी छु। उपस्थित नेपाली साहित्य परिषदका समूह महानुभाव, मिडियाकर्मी मित्रगण तथा पत्रकार बन्धुमाथि यसरी भेला भई साक्षी भनिदिनु भएको धन्यवाद चढाउन चाहन्छु। अन्तमा एकपल्ट उपस्थित साहित्य प्रेमी महानुभावलाई धन्यवाद चढाउँदै मेरो मन्तव्य यहीँ राख्न चाहन्छु। धन्यवाद। अनि अब विशेष जति पनि अब यो कुरोहरूमा कति पुग अपुग तलमाथि रात दिन यस्तै हाम्रो जीवनमा चलेको हुन्छ र जति नै हामीले सोचेर गर्दा त्यसमा कतिवटा अपुग हुन्छ र अब यसरी नै अघि जति पनि उहाँले हाम्रो यहाँ भन्नुभयो अध्यक्ष महोदयले, त्यसको लागि म अलिकति फाल्टो समय लिएर तपाईँहरूसँग योसँग अलिकति तपाईँहरूको माझमा म त्यति विज्ञ होइन र पनि तपाईँहरूको माझमा मेरो स्तरले तपाईँहरूलाई अलिकति भन्न चाहन्छु। यसमा कहीँ गल्ती भए तपाईँहरूले क्षमा गरिदिनु होला र मेरो कतिवटा अध्ययन र खोज तलास गर्दा पाएको कुरोहरूलाई हामीहरूले यो मेरो होइनौँ भन्छौँ। जब कसैले केही गरेको कुरो होइन भन्छौँ भने त्यो कुरोमा आफू विज्ञ भएको छैन, आफूले खोज सन्धान गरेको छैन, त्यो विषयमा आफूलाई अनभिज्ञ हुँदा त्यो कुरोलाई हामीले प्रतिक्रिया गर्छौँ। जब चाहिँ त्यो कुरोलाई हामीले जब पाएपछि त्यसको खोज सन्धान गर्नु पर्यो। यसमा आध्यात्मिक ज्ञान पनि हुनुपर्दो रहेछ र अब के अरे भौतिक ज्ञान पनि हुनुपर्दो रहेछ। तर म त्यति एउटा शिक्षित व्यक्ति होइन, म निम्न तरहको। यसमा भाषाको कुरा आयो, भाषा कमी भएको कारण त्यहाँ छ, बुझिदिनु होला। अर्को कुरो आयो यहाँनिर पहिलो सिन्दुर पोते विषयमा म अलिकति तपाईँहरूलाई मेरो खोजी तलास त म त्यति ठुलो गर्न सकिनँ, तापनि यति बेङ्गल अलिकति र यो हाम्रो सिक्किमभित्र यतिभित्र घुमफिर गरेर अहिलेको 25-30 वर्ष अगाडिदेखिको मेरो खोजी हेराइ देखाइ र हाम्रो पुर्खरले आफ्नो एरियामा गरेको मुताबिक मैले लेख्न खोजेको हो। तर हाम्रो पनि गाउँमा थुमथुम ओल्लो गाउँको काम कुरो पल्लो गाउँसँग मिल्दैन। पल्लो गाउँले त्यो काम गरे नि ओल्लो गाउँकोले यो होइन भन्छौँ हामी। मेरो गाउँमा गरेको पल्लो गाउँले त्यो त होइन भन्छ, किनभने आफ्नो मनोज्ञानी कार्यकर्ताहरूले त्यो काम गरेर गएको हुन्छ। त्यो काम चलाउनुको लागि त्यो मनोज्ञानले एउटा अगुवा गरेर गएको पत्ता भएको छ। त्यसै कारण हाम्रो यो संस्कार संस्कृतिमा धेरै फरक आएको भेटेको छु। त्यसरी नै सिन्दुर पोते अहिले मैले खोजेको
हाम्रो वंशौली लेखेको हामीले पाउँदैनौँ। हाम्रो वंशौली खोज्नु गरे हाम्रो जिन्दगी जान्छ, त्यो हाम्रो वंशौली कहीँ पाउँदैनौँ। इतिहासकारहरूले यस्तो मुदुमीभित्र संस्कारभित्र लेखेको कहीँ पनि पाउँदैनौँ। त्यसै कारण हाम्रो वंशौली चाहिँ के हो भने हाम्रो पुर्खहरूले जति गरेर ल्याएको छ त्यसलाई नै सिरियल मिलाएर चाहिँदो गरेर ल्याएको कुरोहरूलाई हामीले गरेको छौँ। र मैले खोजेको वंशौली मेरो 80-90 वर्ष पुगेका हाम्रो वृद्धहरूबाट खोजेर त्यो समयमा के गर्थ्यो, हाम्रो पुर्खाहरूले के गरेर ल्याएको थियो, त्योहरू मैले अनुसन्धान गरेर टिप्पण टापन गरेर लेखेको छु। अनि अर्को कुरो अलिकति म अर्कोपट्टि जान्छु। हिन्दू, ब्राह्मण, बुद्धिस्ट, किराँत एउटा सब मानव हो। भित्र बुझेर जाँदा अर्थ त्यही जान्छ, गर्ने तरिका अर्को छ, भाषा एउटै छ। संस्कार हामी पञ्चकर्मभित्रै हाम्रो जीवन यात्रा समाप्त हुन्छ। मर्छु, नाम राखी मान्छु, भात खान्छु, केस काटिदिन्छ, बिहा गर्छु, अन्तिममा पञ्चकर्मभित्र नै हाम्रो जीवन यात्रा समाप्त हुन्छ। र यो सिन्दुरको विषयमा, सिन्दुर मैले खोजी गर्दा र मैले देखेदेखिको हाम्रो पिता पुर्खाहरूले त्यही नै गर्थे। अन्त त्यसलाई पनि मैले अनुसन्धान गरेँ। त्यति विद्वानहरूसँग मैले भेट्नु सकिनँ र आफै नै खोज्दाखेरि, किनभने हामीलाई यो चाहिँदो रहेछ भन्ने। किनभने त्यो गऱ्यौँ न भने बिहा गरेको र नगरेको कसरी छुटाउने। स्त्री जाति हो, त्यो हिन्दूको पनि स्त्री जाति हो, बुद्धिस्टको पनि के छ प्रथा, त्यो स्त्री जाति हो। हिन्दूको पनि के छ, त्यो स्त्री आफ्नो एउटा चिनारी हो। जब सिन्दुर लगाएपछि यो बिहा गरेको रहेछ है। यदि सिन्दुर लगाएन भने त अर्काले फकाएर पनि लगिदेला नि त, एउटा चिनो त हुनु पऱ्यो नि भन्ने खातिरले मैले अनेक विद्वानहरूसँग पनि यो नलिएर यसलाई मैले लेखेको छु। यसमा अझै अनुसन्धान हुनुपर्छ, विद्वानहरूले यसलाई अनुसन्धान गर्नुपर्छ र हामीले त्यो एउटा के भन्छ लजिकल कुरोलाई हेर्नुपर्छ। र सिन्दुर पोते चाहिँ हामीले चाल पाएदेखि यो गरिरहेको कुरोलाई मैले यहाँ प्रकाशमा ल्याएको छु। अब ओम विषयमा यसको बहुत गहिरो हुँदो रहेछ। ओम भन्ने विषय महान विद्वानहरूसँग पनि हामीले उहाँहरूसँग सोधखोज गर्नुपर्छ। ओम चाहिँ भनेको छ हाम्रो के अरे सुम्बुङ सृष्टिमा ओम ओम, यो कुनै मानिसको होइन, यो कुनै जातिको होइन, यो कुनै भोटे, लेप्चा, राई, लिम्बू अर्थात् हिन्दू, बुद्धिस्ट, क्रिस्चियन, यो कसैको सारा प्राणीको ओमबाट नै सृष्टि भएर आएको छ भनेर मूल मुदुमले बताएको छ। यो कसै एउटा प्राणीसम्मको ओम शब्द, ओम एउटा महान मन्त्र हो। हामीलाई किन ओम जप्नु दिएन, ओम एकदम चोखो मुखमा जप्नु भन्ने पनि भनाइ छ। अनि महान एउटा के भन्छ अवतारी हाम्रो यो जुन चाहिँ राई अक्षर निकाल्नेले महान विद्वान हो, ऊ धर्मको विद्वान हो, पढाइको क पनि नजान्ने। उहाँ इङ्ग्लिस बोल्थ्यो, संस्कृत पढ्नुहुन्थ्यो, देउ चढेपछि उहाँले अनि लामा पढ्नुहुन्थ्यो। उसले चाहिँ अग्निबाट भुप्रबाट ओम निकालेको र उहाँले हामीलाई यो बताइराख्नु भएको छ। उसले 9 महिना तप कुटाइ खाँदै तप गर्यो, आफै रोल लाग्थ्यो, हिर्कायो। लास्टमा एक दिन उसलाई ओम सुनको झलला आउँदा उसले अज्ञानाका छेउमा बस्दा भूप्रबाट निकाल्यो। र ओमको चाहिँ यो चाहिँ सारा संसार ब्रह्माण्डको यो आवाज ओम ओमले चाहिँ यो पृथ्वी ब्रह्माण्डलाई उसको अध्ययनमा राखेको छ। र शान्ति त अब सबैले बुझ्छ, शान्ति त सबैलाई चाहियो, एउटा किरा फटेङ्गलाई पनि चाहियो शान्ति।
मानवलाई चाहियो शान्ति होस्, हामी मुदुमी गर्छौँ। मुदुम गर्दा बिहान बेलुका सारा मानवजनलाई शान्ति, संसारमा शान्ति, पृथ्वी जगतमा शान्ति। शान्ति त एउटा सबैले बुझ्ने कुरो हो। र 9 ग्रह यसमा बहुतै अध्ययन अलिकति हुनुपर्छ कि हामी मानव जाति हो नि, हामी 9 ग्रहले परिपूर्ण छौँ। यसमा अध्ययन हुनु खाँचो रहेछ, जरुरी रहेछ। 9 ग्रह 9 प्लानेट छ नि त। त्यो सूर्य हिन्दूको मात्रै हो र? त्यो सूर्य बुद्धिस्टको मात्रै हो र? यो किराँतको मात्रै हो र? सारा पशु प्राणीदेखि लिएर उद्भिदहरू सबैको ग्रह कसैको पनि आफ्नो पेवा छैन। जसले गर्नु सक्छ र त्यसको जसले अर्थ बुझ्छ उसले बुझ्छ, उसलाई भगवान सम्झिन्छ। सूर्य ग्रह आज झुल्के स्वाट अवस्थाहरू नझुल्कोस् त के हुन्छ? राई मात्रै मर्छ कि, बाहुन मात्रै मर्छ कि, छेत्री मात्रै मर्छ कि मानव मर्छ कि, पशु प्राणी मर्छ कि, उद्भिदहरू के हुन्छ? यसमा अध्ययन हुनु पर्यो। चन्द्र ग्रह के छ? अब सूर्य ग्रह, चन्द्र ग्रह, मङ्गल ग्रह, बुध ग्रह, बृहस्पति ग्रह, शुक्र ग्रह, शनि ग्रह, राहु ग्रह, केतु ग्रह, 9वटा ग्रहले चाहिँ हाम्रो शरीरमा, हाम्रो मानव शरीरमा हामी जातिको कुरा आउँदैन। जाति आफ्नो आफ्नो कर्म धर्म गर्ने तरिका फाल्टै हो। तर यो चाहिँ हामी मानव जातिले गर्नुपर्ने कार्यहरू। 9 ग्रह यसको धेरै लामो बखान जान्छ, म त्यति नै सम्झाउँछु। जस्तै अब यो 9 ग्रहमा पञ्चकर्म विवरण अलिकति म त्यसमा जान्छु। हाम्रो पञ्चकर्म हाम्रो शरीरले बोकिराखेको छौँ, हामीले चिनेको छैनौँ नि त। पञ्चकर्मले नै हामी परिपूर्ण छौँ नि त। यो ब्रह्माण्ड नै पञ्चकर्मले परिपूर्ण छ नि त, तर हामीले चिनेको छैनौँ नि त। धरती छ एउटा, धरती छैन भने त संसारै छैन। जल छैन भने त अब संसारै छैन। वायु 1 घन्टा नचलोस् हामी के रहन्छौँ होला ब्रह्माण्डमा। अग्नि तापमान, हामी अग्नि भन्दा यहाँ के भन्छ भने आगो मात्रै सम्झिन्छौँ। अग्निदेव, हामीले सूर्यलाई अग्निदेव सम्झिन्छौँ नि त। अग्निदेव चाहिँ त्यो अघि पनि भने नि त, घाम अस्ताएर फेरि झुल्केन भने के हुन्छ? त्यहाँदेखि अन्तमा अन्तरिक्ष। यसको अर्थ यहाँ जायो। अब हाम्रो शरीरमा त्यो ब्रह्माण्डको जति छ हाम्रो शरीरमा पनि त्यति नै छ। हाम्रो शरीर एउटा धरती हो, खुन हाम्रो जल्दो, खुन बन्नुहोस् त के हुन्छ? वायुदेव पुग्छौँ, प्राकृतिक देवहरू यिनीहरू हुन्, तर आफ्नैमा छ, आफूले चिनेको छैन। वायुदेव के हो? यहाँ हामी सास फेरिरहेको छौँ नि त वायुदेव। यो चाहिँ सक्यो भने के हुन्छ त्यो सबैलाई थाहा। अग्निदेव, हामी मान्छे मरेपछि के ठान्छौँ? हात थाम्छौँ, चिसो हुँदैछ, मुटु छाम्छौँ, चिसो भइसकिसक्यो, अग्निदेवले छोड्यो। त्यसरी नै घाम झुल्केन भने यो पृथ्वीमा तातो हुँदैन। सब चराचुरुङ्गी पशु प्राणीको अवस्था के हुन्छ? अनि अन्तमा हाम्रो जीवन यात्रा पञ्चकर्म, त्यो चाहिँ महान तपस्वीधारीहरूले मात्रै बुझ्छ। कहाँ जानुपर्ने, आफ्नो कर्म अनुसार हामीले कहाँ जानुपर्ने। वैकुण्ठ लोक यस संसारमै छ, अनि नर्कलोक पनि यो संसारमै छ। हामी देखिराखेको छौँ, हामीले चिन्न सक्दैनौँ भने चाहिँ तपाईँहरूले गोडेर निकाल्न सक्नुहुन्छ। धेरै लामो जान्छ। अर्को जमिन किन्ने, निधारमा पैसा टाल्ने विषय। जमिन किन्ने विषय चाहिँ हाम्रो पुर्खाहरूले के भनेका छन् भनेर मुद्दुमा अलिकति कहीँ उहाँहरूले टिप्पणी गरिराखेको छ। के भने जमिन, अब हामी सिलगढीमा गएर जमिन किन्नु भने त्यहाँ त्यसै बस भन्छ र? भन्दैन नि। एउटा विधि विधान गर्नु पर्यो नि, त्यो चाहिँ विधि हो। विधि बेगरको त विधान हुँदैन नि त, होइन र?
झाँक्री बस्यो ढ्याङ्ग्रो केही नले आएर झाँक्री बस्यो भने त्यसको के अर्थ हुन्छ? विधि हुनुपर्छ र विधान हुनुपर्छ, र त्यो चाहिँ एउटा विधि हो। जब हामीले मुद्दोमा सत्य चिताएर यो चाहिँ तिम्रो नाममा सृष्टिकर्ता, धरती सृष्टिकर्ताबाट आज यो फल्ना मान्छे आज यो पञ्चतत्त्वमा मिल्दैछ, आज यो धरती मातालाई उसको नाममा यो विधि गर्दैछु भनेर राख्नु पर्यो। स्वभाव भयो त्यो नराखी लगेर सुरुरु लगेर टक्रकै राख्दा त मिलेन नि त, सहेन नि त। अनि निधारमा राख्ने, निधारमा राख्नेको अर्थ के छ भने जब हाम्रो एउटा विश्वास हो, जब निधारमा के भनेर राख्छ भने तिम्रो आत्माले तिम्रो मृतक थलोमा पनि जाँदाखेरि तिमीलाई उहाँ योबाट चाहिँ तिमीले बस्ने पाओस् है, यो मृतक थलको लागि तिमीलाई यो तिम्रो निधारमा भनेर टालिदिन्छ। तर त्यो ज्ञान नहुनेले के टाल्यो, के गरेको त्यसको एउटा विधान र मुद्दुम हुनु पर्यो। वास्तुदोष, अब वास्तुदोषमा म यति नै भन्छु, यो हिन्दूकरण भन्छ, कहिले के भन्छ, त्यो अलिकति अनुसन्धान गरेर आफैले पनि गोड्नु सक्नुपर्छ। वास्तुदोष त हामी त्यो हिन्दूहरूको मात्रै होइन नि त, हामी प्राणीहरूको हो नि त। हामी कतिवटा के घटना भइरहेको छ, के भयो हुन्छ, त्यो दोषहरू लागेको हुन्छ। अब यो हिन्दूको महान मन्त्रहरू हो, मान्ने तरिका मात्रै किरात बुद्धि सबैले भाषा र उच्च, तर अर्थ तिनै जान्छ। अब यो वास्तु दोषलाई पताउँदैन भने त्यो महान माथि उसमा बसेर लेखेको महान विद्वानहरू लेखेको यो गणित शास्त्रले हो ब्रह्माण्डको हिसाब निकालेर लेखेकोलाई हामीले विश्वास नगर्नु। उहाँहरूले ब्रह्माण्डको हिसाब केलाएर लेखेको फल्ना दिन यति तारिक सूर्य ग्रहण लाग्छ, यति तारिक चन्द्र ग्रहण लाग्छ, लागेकै हुन्छ। यसको असर बहुत अद्भुत छ। अनि तपाईहरुले एउटा साधारण अनुभव गर्नुहोस्, तपाईले केराको पात सुकाउनुहोस्, त्यो एउटा जरासिङ जस्तोको पात सुकाउनुहोस्, अलिक दिनमा डढाउनुहोस्, त्यसको असर डङ्गै केराहरू सुक्न थाल्छ, त्यो फुलहरू सुक्न थाल्छ, मान्छेलाई असर पर्छ। बाँसको टुसा नभाँच्नु भने हाम्रो वृद्धहरूको किंवदन्ती छ, त्यसले असर पर्छ, मसिनैमा केटाकेटीहरू चुड्दै जान्छ। फलफुल फुलेको रुखहरू डङडङ नडाल्नु भन्छ, जवान हुँदा हाम्रो जीवन छिन्छ, त्यसको असर पर्छ। यो जति उद्भिदहरू पनि एउटा प्राणी हो नि, अनि जहिले पनि रुखहरू हामीले ढाल्दा लापरवाही नगरेर जहिले पनि टुप्पो दक्षिण दिशा लडाउनु पर्छ। जब पूर्व दिशा उत्तर दिशा लडायो भने हाम्रो आयु बढ्छ, 2 वर्ष 1 वर्ष कति आयो। यो मेरो अनुभव र मतलब यो धार्मिक विशेषज्ञहरूबाट मैले यो अनुसन्धान गरेको कुरो, सबैलाई राम्रो होस् भनेर मैले भन्नु चाहेको। यो मैले अलिक अगाडि आफू बढ्नु होइन, मैले जानेको कुरो, मैले मेरो अनुभवलाई सबैलाई सेयर गरेर सबैलाई शान्ति राम्रो होस् भनेर नै मेरो विचार छ। यस्तै नै छ वास्तु शास्त्र विषय। अब मृत्यु संस्कारको तपाईको यो आफ्नो आफ्नो एउटा तरिका हुन्छ, विधि विधान गरेर एउटा थलोमा पुर्याउने हुन्छ, त्यो धेरै लामो छ। अब 3 चुलाको विषय र यो चाहिँ मैले अलिकति भन्नै पर्छ। अघि उहाँले भन्नुभयो 3 चुलाको अर्थ चाहिँ ठुलो छ, यो राईको मात्रै होइन, सारो मानवमै पुग्छ। यो एउटा चुला छ पुरुष जातिको, एउटा स्त्री जाति र एउटा इष्ट जातिको। एउटा म छोटकरी भन्छु, एउटा हामी मानव छौँ, एउटा घरमा पुरुष स्त्री मात्रै छ, पुरुष मात्रै छ। यो अर्थात् यो संसारमा पुरुष मात्रै भए कि काम चल्थ्यो होला र? चल्दैन थियो नि। अर्थात् स्त्री मात्रै भए यो संसारमा यस्तो हुन्थ्यो होला र?
हुँदैन। स्त्री पुरुषको छ नि त म त। त्यसपछि स्त्री पुरुष मात्रै भयो, उस अब हाम्रो गिजिलुङ भन्छ, अर्थ बुझ्नु पर्यो र भन्नु पर्यो। गिजिलुङ भन्छ इष्टदेव, इष्टदेव भव। सुरुक्त सुक्तुलुङ तारालुङ मेचालुङ मेना पापालुङ पारुलुङ सुम्निलुङ गिजिलुङ। र अब स्त्री पुरुष मात्रै छ, तर आफ्नो कोही इष्टमित्र कोही छैन भने कुनै काम चल्ला के? मैले यत्रो पुस्तक लेखेँ, तपाईँहरू इष्टमित्र सबै भउँदा यो कार्य सफल भएन। जुनै कार्य पनि इष्टमित्रको सहयोगले हामी कार्य सफल गर्छौँ। त्यसै कारण यो चाहिँ के छ भने 3 चुलाको अर्थ त्यहाँ आएको हुन्छ। अनि सुम्बुङको अर्थ चाहिँ अहिले यहाँ तपाईँहरूलाई नभएर हाम्रो किराँती राईलाई अलिकति भन्छु। सुम्बुङ भनेको त्रिशक्ति, त्रिशक्ति त्यही हो, स्त्री पुरुष। अनि त्रिशक्तिको फेरि मुन्दुमले जडेकोलाई सुम्बुङ भनिन्छ है। त्यसको पछि विस्तृत धेरै लामो छ। यति नै हजुरसँग कहीँ कतै यो मेरो पहिलो मञ्चमा उपस्थिति भएर मैले वक्तव्य दिनु परेकोमा कहीँ कतै गल्ती भए सबैप्रति म क्षमा चाहँदै मेरो मन्तव्यलाई यहीँ राख्न चाहन्छु। धन्यवाद।